साबिक सुन्दरीजल गाविस वडा नम्बर 1 हाल गोकर्णेश्वर नगरपालिकामा रहेको बागद्वार शिवपुरी लेकको घाँटीबाट आएको पानी बागको मुखबाट जमिनमा झरेपछि बागमती बनेर बग्दछन् भने त्यो मुहान ठ्याक्कै लेदो हिलो र पतिङ्गरले टालिएको अवस्थामा छ। यति दयनीय अवस्थामा छ, कारुणिक अवस्थामा छ कि संघीय प्रदेश र स्थानीय सरकारले नहेरेको अवस्थामा छ। यो पर्यटकीय हिसाबले यति महत्त्वपूर्ण ठाउँ छ, धार्मिक हिसाबले पनि, र यसको नजिकै अर्को अप्सरा घाट छ। हेर्नुहोस्, म तपाईहरुलाई देखाउँछु, यति फोहोर र लेदोले भरिएको छ कि भनी साध्य छैन। यसको अगाडि एउटा पोखरी पनि छ, हामीले त्यो पनि सफा गर्यौं। हामी धेरैजना साथीहरू भएर यसलाई सफा गरेका छौं। म तपाईहरुलाई अप्सरा घाट पनि लैजान्छु, जानको लागि असाध्य अप्ठ्यारो बाटो छ। हो, हामीले यहीँबाट पशुपतिसम्म बागद्वारबाट पानी लैजाने र आराध्य देवलाई चढाउने भन्ने कुरा राखेका छौं। हिँडेर बागमतीको तिरैतिर आउँदाखेरि आधी घण्टा लाग्यो होला हामीलाई। त्यसलाई अप्सरा घाट भन्छन्। बिर्सिसकिया थियो यो ठाउँ चाहिँ, किनभने यो बाटो हिँड्न छाडियो। कुनैबाट आउँदाखेरि, चित्रेबाट आउँदाखेरि चाहिँ बागद्वार यही बाटो जाने। आज यो बाटो ल्याएर हाम्रो विष्णुलाई, अर्जुनलाई, जितवाजीलाई धन्यवाद दिनुपर्छ। हामी सबैले ताली बजाएर धन्यवाद दिउँ। बागमतीमा अप्सरा घाट रहेछ नि। हजुर।